चाहिँ कुकिङ लभर परेको भएर होला साथीहरूले नि मलाई कुकिङको भिडियोहरू मात्रै सेयर गर्ने गर्छन् कि अनि यो चिप्ले भेन्डी मसला चाहिँ मलाई पहिला नै बनाउन मन लाग्थ्यो तर टाइम चाहिँ मिलिरहेको थिएन अनि प्लस साथीले इन्स्टामा नि पुरा सेयर गरिरहेको थियो कि आज चाहिँ चिप्ले भेन्डी मसला बनाउनु पर्यो भनेर मैले चिप्ले भेन्डीलाई चाहिँ पहिला मजाले धुने अनि साइडको काटेर फालिसकेपछि चिप्ले भेन्डीलाई चाहिँ मिडियम साइजमा कट गरिसकेपछि त्यसको लागि चाहिँ मैले दही लिएँ दहीमा चाहिँ थोरै बेसार जिरा धनियाको पाउडर भयो अनि थोरै चिली पाउडर पनि लगाइदिएँ अझै कलरको लागि चाहिँ मैले कश्मिरी चिली पाउडर पनि लगाएर थोरै पानी लगाएर मजाले लिक्विड बनाएँ अनि लिक्विड रेडी भइसकेपछि अब भेन्डीलाई चाहिँ फ्राई गर्नु पर्यो थोरै तेल लगाएँ फ्राई प्यानमा अनि भेन्डीलाई चाहिँ हल्का मजाले फ्राई गरिसकेपछि चाहिँ फ्राई भएको भेन्डीलाई साइड लगाएँ अनि त्यही फ्राई प्यानमा थोरै जिरा लगाइदिएँ हरियो खोर्सानी अनि सुकेको खोर्सानी र प्याज लगाएर मजाले फ्राई गरिसकेपछि लसुन अदुवाको पेस्ट पनि लगाइदिने एकछिन पकाइदिने मजाले पाकिसकेपछि चाहिँ अघि रेडी गरेको मसला लगाइदिने एकछिन मजाले पकाइदिने अघि चाहिँ मैले नुन लगाएको थिएन नुन पनि स्वाद अनुसार लगाएर मजाले मसलाहरू एकछिन पाक्नलाई छोडिसकेपछि चाहिँ फ्राई गरेर निकालेको भेन्डीलाई लगाइदिने भेन्डीलाई पनि मसलाहरूसँग 2-3 मिनट मजाले पकाएपछि चाहिँ भेन्डी मसला पनि बनेर चाहिँ रेडी हुन्छ लास्टमा भनेको चाहिँ हरियो धनिया लगाइदिने मजाले मिक्स गर्ने अनि भेन्डी मसला पनि रेडी हुन्छ अनि भेन्डी मसलाको ग्रेभी देखेर चाहिँ मलाई तातो तातो खाना खान मन लाग्यो तातो खाना लिए थोरै साइडमा भेन्डी मसला लगाएँ अनि मजाले इन्जोय गरेँ।